फर्स्ट बेस क्याम्पबाट तल फेरि अघि बस्ने होटल पुग्यो। यहाँ डुब्यो भने त कहाँ हाल्दैछ यो हामी मिर्मी पारीको ड्याममा। ओहो यस्तो बाटो नि कोही हिँड्छ? 2 घन्टा। हेलो नमस्कार अनि अस्सलाम वालेकुम। यहाँहरू सबैजनालाई हाम्रो रोयल इनोभेसन युट्युब च्यानलमा स्वागत छ। र आज हाम्रो यात्रा यसरी यहाँबाट नर्थ एबिसी को लागि हुँदैछ। हाम्रो टोली यहाँ अहिले भर्खर यति 1 2 3 4 5 सिंगल बाइक 5वटा भएको छ। अझै 3वटा बाइक अरू थपिँदैछ। हामी 8वटा बाइकमा नर्थ एबिसी को लागि आज निस्किँदैछौँ। आज तातो पानी हुन्छ होला। ल जो जरामा नास्ता सस्ता गरेर हामी चाहिँ अब फेरि अगाडि बढ्यौँ पाल्पातर्फै। यहाँबाट हामी निस्किनेछौँ रानी महलमा कोरिडोरको बाटो। ल हामी अहिले रानी महल आइसकेको छौँ। र रानी महलबाट यहाँबाट यस्तो दामी भ्यू हेर्दै यतापट्टि पुल भयो, यो भ्यू भयो। एकछिन यहाँबाट हामीले खोला र रानी महल दुइटै यसरी हेर्दै साथीहरूलाई कुद्नेछौँ है त। त्यसपछि हामी यहाँबाट स्याट पारीको बाटो निस्केर हामी सिधै मिर्मी लाग्नेछौँ है त। हजुर ल कुर्दा कुर्दा फाइनल्ली हाम्रो सबैजना साथीहरू आइसक्नु भएको छ है त। हामी चाहिँ यहाँ धेरै बेर कुर्यौँ र अब हामी यहाँबाट अगाडि निस्किनेछौँ मिर्मीतर्फ है त। यो चाहिँ मिर्मी बजार है त। हामी यहाँ मिर्मी बजारमा आइपुगेको छौँ। यो चाहिँ हाम्रो दाइको पसल है, नुर फेन्सी स्टोर। भाइरल छ टिकटकमा पनि। र यो हामी मिर्मी पारीको ड्याममा यसरी। यो चाहिँ पारीको ड्याम साइड मिर्मीबाट आउने बाटो। र त्यहाँबाट क्रस भएर आउने यताबाट यो पिच बेर्नी जाने पिच है त यता। अनि यो चौपारीमा चाहिँ हामी बसेको। पोखरा नभए भएर डाइरेक्ट मालडुङ्गा निस्किने यो मिर्मी पारीको सलल्लो पिच बाटो। र हामीले बाटोमा फोटो खिच्ने भिडियो बनाउने गर्दै यो पारीको बाटो हामी पोखरा नसकिकन मालडुङ्गा पुग्दा हामीलाई बजिसकेको थियो 5 भुल्दै आउँदा। र हामी यहाँबाट जम्मा भएर निस्क्यौँ तातो पानीतर्फ है त। र लगभग कुस्मा पुग्दा हामीलाई पानीले भेटायो र हामी सबैजना रेनकोट ओढेर सुस्त अगाडि बढेर हामी तातो पानी गेस्ट हाउस तातो पानी पुग्दासम्म हामीलाई 7 बजिसकेको थियो। र पानी परेसँगै हाम्रो तातो पानीमा नुहाउने इच्छा पनि त्यस दिनको लागि बन्द भयो। हामी यहाँ पार्किङ गरेर आजको लागि तातो पानी बस्यौँ है त। ल है गुड मर्निङ फ्रम तातो पानी गेस्ट हाउस। हामी त यसरी यहाँ खोला बगिरहेको छ। यता यहाँ झरना बगिरहेको छ। अब सिनहरू त यो भइहाल्यो, यो होटल भइहाल्यो। र यहाँबाट अझै एउटा दामी नजारा भनेको हिमालले हेरिरहेको छ है त सबैलाई। र यहाँदेखि चाहिँ हामीलाई गाडीहरू लिन आउँदैछ। गाडीमा जानेछौँ तातो पानीदेखि माथि बाटोबाट। र यहाँ हाम्रो लिग्न पर्ने ट्रेकिङ ब्यागहरू सब यसरी छुट्याइएको छ। र छोड्न पर्ने ब्यागहरू चाहिँ हामीले यहीँ तातो पानी गेस्ट हाउसमै छोडेर जानेछौँ है त। एकसाथ फर्किँदाखेरि यहीँ बस्ने। हाम्रो बाइकहरू पनि सबै यहीँ नै रहनेछ। अब हामी यहाँबाट चाहिँ जिपमा जाँदैछौँ है त। जिपमा यसरी जिपको यात्रा। ओहो अन्जिल खै केटाहरूको सबको थोपडा देखाइदिउँ। 3 जना काशीमा त ल 3 जना सिधै लाग्दा कम्पनी पछि बनाएको थियो। हेलो दुर्लभ। ल ट्रेकिङ सुरु अब। ल बल्ल ट्रेकिङ जस्तो गाडीमा छ। ल हेर्नुहोस् है, पहिला यो गाडी हेर्नुभयो यसरी गयो, यसरी दामी सफा पानी झर्ना। ओहो आँखाले देखेको
पानी हेर्न सक्नुहुन्छ कति सफा क्लियर। बाटो एकदमै डेन्जर थियो। कोही पनि साथीहरू बाइक लिएर चाहिँ भरसक नजानु होला है। अब बाटो बनिसकेपछि यो कुरा अलग हो। हामी जाँदा चाहिँ बाटो एकदमै डेडली थियो र कतिपय साथीहरूले त बाटोमै बाइक छोडेर पनि माथि जानुभएको थियो कि कतिपय। यो त एउटा मात्रै भयो, मैले बाटोमा थुप्रै अरू पनि बाइकहरू त्यत्तिकै छोडेर गएको हामीले देख्यौँ है त। मूर्ख ल है, अब यो गाडी आउने ठाउँसम्म हामी लास्ट इन्डिङ पोइन्टसम्म आइपुग्यौँ है त। ल अब टोली बल्ल रेडी भयो। यसरी ब्याग स्याग बोक्न पनि सब बोकेर ल हामी हुम खोलाबाट अगाडि लागिसकेको छौँ र यहाँ चाहिँ नास्ता खानलाई होटल भेटाइएको छैन। यो चाहिँ ड्याम रहेछ। यहाँदेखि माथि नेटवर्क पनि खासै नदिने, भ्यू बबाल छ। अब होटलहरू चाहिँ के छन् है, होटलहरू अगाडि शान्ति छैन, त्यही हेर्दै हामीहरू टोली हिँडिराखेको छौँ है त अगाडिको लागि। ल यो चाहिँ हुम खोला, दामी खोलाको किनारमा बसेको बस्ती रहेछ। मन्दिरहरू पनि। अब हामीले चाहिँ यहाँकै खाजा खाएर फेरि अगाडि निस्किन छौँ। यति दामी निलो पानी। र यसरी यात्रा सुरु भइरहेछ है। टोलीहरू खोलाको किनारै किनार एक सेक बोकेर चट्ट हिँडिरहेछ। चाहिँ बडो बवाल सुरु हुने बित्तिकै अब जितको यात्रा एकदमै खतरनाक थियो। बाइकमा ल्याउने आँट कसैले नगर्नु होला। बाइक एकदमै डेन्जर छ। बाटो हजार भाडा लाग्छ पर पर्सन। हामी चाहिँ सबैजना आउँदाखेरि 9 जनाको लागि 8000 भाडामा आइयो। 8 जनाको लागि ल्याउँदाखेरि क्लच प्लेट मात्रै गयो भने पनि 2-3 हजार जान्छ। त्यसमाथि अरू त्यस बाइकका मेन्टेनेन्सको त कुरै गर्नुपर्न, अझ ल्याउन पनि एकदमै डेडली छ है त। हामीले रोजेर ल्याएको बाइकहरू पनि हामीले ल्याउन डर लाग्यो है। त्यसैले हामीहरू गाडीमा जिपमा आयौँ र जिपको यात्रा पनि रमाइलो भयो। म त के अरे उसले पहिला निकै पार्न ल्याइदिनु त अहिले त माथि सन्देशबाट एउटा कन्टियाबाट त अहिले आउँदै आउन। अनि यहाँको मेरो मान्छेलाई हे भगवान हामी यही त खाने भएपछि त 26 पटक गएको महिला हो के। चिसो भएको हुनाले मौसम पनि त्यस्तै छ। हिजो पनि चिसो पानी परिरहेको थियो तातो पानीमा। एकछिन नास्ता खाउन्जेल साथीभाइ सबैले ज्याकेट निकालेर न्यानो हुँदै त। हामी हिँडिरहौँ। यस्तो सिँढी नै सिँढीको बाटो है त। गाह्रो छ हिँड्नलाई। सिँढी खाडै सिँढी नै सिँढी रहेछ। गाह्रो भए पनि सुस्त हिँड्नु पऱ्यो। ग्रुप कोही कता पुगिसकेको छन्। छिनछिनमा मौसमले आफ्नो रूप फेरिरहने यो ठाउँमा खोलाको किनारै किनार हामी फेरि माथितर्फ लागिरह्यौँ है त। ज्याकेट चाहिँ अब प्याक भइसकेको छ झोलामा। अब चाहिँ हिँड्ने बिना ज्याकेट फेरि टी सर्टमा गर्मी भइसक्यो। ल यस्तरी यो सिँढी हिँड्नेछ र यस्तो सिँढी यो पानीको मात्रा भिडियोमा त के देखिएला बहुतै धेरै छ है त। पानीको मात्रा यो भिडियोमा देख्यो भन्दा बहुत धेरै छ। र सिनहरू हेर्दै हिँड्नु बहुत मजा आइरहेछ है। वाह मौसम खुलेको छ। मौसम खुलेर सिनहरू पनि एकदम दामी। यो जुन चट्टानहरूको दृश्य छ, चट्टानहरूको दृश्य हामीले मोबाइलको क्यामेराले के कैद गर्न सक्छ। आँखाले हेर्ने पनि यो वाइड एङ्गलमा हान्दा पनि जम्मा यत्रो देखिएछ भनेपछि कति ठुलो होला। टिप चाहिँ यो रमाइलो भइरहेछ। नेचरहरू हेर्दै हिँड्दा भिडियोमा त कति नै बेर रेकर्ड गर्न सकिन्छ र रियल नेचर हामीले भिडियो बनाउन छुट्ने चिजहरू त कति छ है त एकदममा। ल हेर्न सक्नुहुन्छ पछाडिको खोला कस्तो छ। यहाँ डुब्यो भने त कहाँ पुगिन्छ थाहा छैन है त। यसरी ल केटाहरू यहाँबाट यस्तरी जाने केटाहरू यस्तरी हाम्रो साथीहरू पनि आइरहन्।
रमाइलो छ, टुर राम्रो भइरहेछ, मजा आइरहेछ है। हामी आइयो यहाँ ठाउँमा हामी टुर यस्तो हामी सिँढीबाट हिँड्यो, फेरि जाँदैछौँ यस्तो सिँढी ठाडै कहाँसम्म बाँसको उयो छिक्यो, तर हामी बाटै बाट ठाडै हिँड्दा हामी त कन्डिसन राइट न है। ठाडै उकालो यो चाहिँ गुराँसे डाँडा हामी आइपुगेछौँ। गुराँसे डाँडा आउँदाखेरि लगभग 3 बज्न लागेको छ है। उकालो भ्याएर अब फेरि झर्नासम्म ओह्रालो त यस्तरी पानी तपाईँहरूको वहाँसम्म छ र साइडमा छ सिँढी। ल मेरो पछाडि जुन झरना देख्नु भएको छ तपाईँहरूले त्यो झरना हो, फुटे झरना है त। हामी यसको पनि तपाईँहरूलाई दामी सिन देखाइदिन्छु है त। हामी अहिले यस्तो झरनामा दाजुभाइ भएर हिँडिरहेछौँ। यस्तो दामी झरना, देवालको झरना पनि तपाईँहरूलाई मैले देखाइदिन सक्छु। झरनाहरू हाम्रो पछाडि देखेको छु। ल है, यो फुटफुटे झरनालाई हामीले छोडेर अब चाहिँ हामी फेरि टोली लाग्नु थाल्यो। फेरि सिँढी चढेर माथितिर है त, यस्तरी अब फेरि माथितिर लाग्नु थाल्यो है। यस्तो सिँढी फेरि सुरु भइसक्यो, तर यति मात्रै होइन, म तपाईँलाई देखाउँदै मान्छेहरू कहाँसम्म पुगेछन्। ओहो टपमा है, यहाँ माथि आकाश छ, टपमा त हिँडिरहेको देख्नुभयो होला। त्यहाँसम्म अब हामी पुग्नेछौँ है त। मेरे घाम अनि यो यात्रा होइन कि त्यहाँ माथि के माथि यो के हो, यो फल भन्ने कुरा हो कि माथि कति राम्रो। अघि टुप्पोमा पर्पल कलरको फल यार, के फल यार यस्तो के हुन्छ अरे? सुकेर चाहिँ भुइँमा खस्छ नि, यो सिरनारतिर डाँडामा त 3 देखिन्छ। सल्लाह नै के दुर्लभ, उ त्यो माथि टपमा हेर नि, त्यो त्यही हो र। यो सल्लाहको रुखै होइन पहिलो कुरा, त्यो छ यो हनुमानले के होला भन, हनुमानले पहाड अनि यहाँदेखि उहाँ माथि हामीले चाहिँ मोबाइलले देख्ला नदेख्ला, तर हामीले चाहिँ टपमा देखे रहेछ फुल फुलेछ है दामी टपमा। यस्तो भिडमा तर मजा आइरहेछ है, बहुत मजा आयो मलाई त, बहुत दामी भयो। यहाँ चाहिँ यस्तरी वेलकम गरिएको रहेछ। यहाँ चाहिँ सानोतिनो होटेलहरू पनि रहेछ। यो हामी आइयो सायद सती खर्क है त। यहाँनिर चाहिँ बस्नको व्यवस्थाहरू रहेछ, टेन्टहरू रहेछ। लगभग हामी हिँड्ने ठाउँबाट हिँडेपछि 3 घन्टा भुल्दै आयौँ हामी फोटोसोटो खिच्ने उ गर्ने। भुल्दै आउँदा पनि 3 घन्टामा यो सन्धि खर्क भन्ने ठाउँमा आइसक्यौँ। यहाँ चाहिँ फुल टेन्टहरू रहेछ, यस्तो दामी व्यवस्थाहरू चाहिँ रहेछ है। तर हामी चाहिँ पुग्ने भनेको गुफा फाँट जानेछौँ। यो ठाउँको चाहिँ यो मात्रै नहेर्नु, यसको माथिपट्टि हेर्नु त चट्टान, यो वाइड एङ्गलमा मात्रै भेटाउन सकेको छैन, कत्रो होला सोच्नुहोस् त। यो कट्ने बित्तिकै पुल चाहिँ अरूभन्दा पनि यहाँ खोलामा यस्तो डेडली छ र यसमा साइडमा बारहरू केही पनि छैन, खसे पार सिधै गाउँ थाहा छैन है। अहिले हामीहरू हिँडिरहेको छौँ, एउटा दामी हल्का स्ट्रेट बाटो।
र सिन एकदमै बवाल भिडियोले खिच्ला नखिच्ला तर सिन चाहिँ बवालै छ है त दुईटा पहाडको बिचबाट हामी जाँदैछौँ है त म अहिले फिलहाल कस्तो ठाउँमा हिँडिरहेको छु भनेपछि पुरै जङ्गलै जङ्गल चट्टान चाहिँ मेरो पछाडि हेरेको चट्टान चाहिँ सब पानीले भरिएको छ फुल चट्टान पुरै भिजेको छ है मौसम यस्तो कुहिरो लागेको छ म चाहिँ यस्तोमा अहिले हामीहरू साथीहरू हिँडिराखेको छौँ अगाडि पछाडि गएर साथीहरू पछाडि हुनुहुन्छ सबजना आफ्नै आफ्नै तालमा फोटो भिडियो बनाउँदै अगाडि झन् बवाल अब यो भिडियोले के देखाउँछ थाहा भएन तर जुन हाम्रो यो आँखाले देखेछ त्यसलाई चाहिँ व्याख्या गर्न नमिल्ने स्थितिमा छ के देखेछ आँखाले भन्ने ओन्ली वी नो पानी पर्ला जस्तो मौसम छ हामी सन्धिहरूको भर्खरै कटिसक्यौँ तपाईँहरूले हेर्नुभयो र अब चाहिँ हामी जाँदैछौँ गुफा फाट अझै पनि यहाँदेखि 1-1.5 घन्टा लाग्छ 1.5 घन्टा जति भन्ने कुरा छ 4:15 भइसकेको छ हामी चाहिँ 5:30 सम्म पुग्न खोज्ने हाम्रो इच्छा छ है त हामीहरू बढिराखेको छौँ अब जुन त्यो सुरुको तपाईँहरूलाई मैले सिँढीहरू देखाएँ त्यो सिँढीपछि जुन अहिले यो हल्का सम्म भएको छ यो चाहिँ एकदम भ्यावन है आँखाले यसलाई कुनै पनि कुरामा व्याख्या नै गर्न सक्दैन है एकदमै बवाल छ अब यो मैले कसरी भनौँ तपाईँहरूलाई हेर्नुहोस् यस्तो सिनहरू नेपाल घुम्ने लायकको छ र घुम्नको लागि अन्तभन्दा नेपाल नै बेस्ट छ र ट्रेकिङ नै एकदमै बेस्ट छ जस्तो मलाई लाग्न थालेको छ है हामी 1-2 सालदेखि ट्रेकिङ हिँडेपछि अहिले चाहिँ हामी लगभग ट्रेकिङ पोहोर हामी गयो तिलीचोको ट्रेकिङ योचोटि नर्थ एबिसी र यस्तै रमाइलो भइराख्ने भने हामी नेक्स्ट इयर पनि काहीँ न काहीँ सायद ट्रेकिङमै जानेछौँ है त भ्यू चाहिँ हेरिराख्नुहोस् म आफूलाई देखाउनुभन्दा पनि तपाईँहरूलाई म भ्यू देखाउन एकदमै कोसिस गरिराखेको छु है खोला साइडमा बगै छ अनि यहाँ हाम्रो साथीहरू यसरी अगाडि बढै छन् है त यो चाहिँ खोलाको छेउमा एकछिन आनन्द भएर ढुङ्गामाथि रेस्ट गर्दै गर्दाको अवस्था है त साथीहरू हामी अहिले यस्तो भ्यू भएको खुल्ला एरियामा छौँ बादल मजाले उडिराखेको छ तर चिसो चाहिँ एकदमै चिसो छ है त्यहाँ चाहिँ चिसो मौसम छ है त हाम्रो साथीहरू अगाडि राख्नु लागिरहेछन् यो जङ्गलको बिचमा ठ्याक्क फेरि एउटा ठाउँ देखियो गुफा फाँट आइसक्यो त हामी त ल है त अनएक्सपेक्टेड गुफा फाट यसरी गुफा फाट आइयो भने सुधिँदैछ अझै जसले पनि बाटो 1-1.5 घन्टा भन्नु भएको थिएन तर हामी बहुत छिटो आइयो जहाँ हामीलाई 40 मिनट भन्थ्यो त्यहाँबाट त 20 मिनटमै आइयो क्या त अनि के अरे त्यो अर्को सन्धिखरको पनि 1 घन्टा लाग्छ भन्नु मिसकम्युनिकेसन धेरै हो नि तर पनि हामी यति सोलो आउँदाखेरि पनि हामी आइसक्यो गुफा फाट कति भयो टाइम 4:30 धेरै नजिकै आइयो त होइन छिटो 1 बजे हिँडेको थियौँ वहाँबाट गाडी जिप छोडेर 1:30 बजे होइन 2:30 3:30 4:30 3 घन्टामा हामी भुल्दै पनि आइयो गुफा फाट वाह भुल्यो मजाले लगभग आधी घन्टा 40 मिनट घुम्दा पनि भुल्दा पनि हामी गुफा फाट टाइममै आइएको छ हाम्रो साथीहरू अझै अगाडि आइसकेका छन् कोही पछाडि आउँदैछन् यहाँ टेन्टहरू ल गुफा फाटको हाम्रो सर यो होटेलमा तपाईहरुलाई स्वागत छ यो भिडियो गइसकेपछि फेरि हेर्नु हाम्रो फेरि कस्तो छ भने झ्याममा यो भिडियो जाने बित्तिकै नै बुटलबाट सबै टोलिएर आउँछन् ल ओके ल गुफा फाटमा टोली सबै हामीले सगीको सेवा गर्छौं सबभन्दा पहिला हामीलाई सेवा गर्नु ल हुन्छ ल ठीक छ दाइको नाम के अरे मेरो श्याम पूर्जा ल वहाँ एकदम मिठो जक्सन है दामी जक्सन है पर्दाखेरि यहाँ एकचोटी बस्नै पर्ने हुन्छ तपाईहरु ओके ल साथीले पनि भनिदिइसक्नुभयो यसरी यहाँ झरना वरिपरि झरना डाँडाको बिचमा गुफा जस्तै रहेछ है त
जङ्गलबाट निस्केपछि दामी ठाउँमा हामी आइपुग्यौँ र आज हामी रात हाम्रो आज यही नै कट्ने छ धेरै हिँड्नु ठिक छैन ठिक्क हिँड्यो ठिक्क चलेपछि हाम्रो हतार छैन भोलि माथि पर्सि फेरि माथि छोएर हामी फर्किनेछौँ है त हेलो गुड मर्निङ है त हामी चाहिँ अहिले राति सुतेर उठिएको छ र हामी चाहिँ सुतेको थियौँ यही टेन्टहरूमा रातभरि पानी परेको छ मौसम एकदमै चिसो छ डाँडाकाँडा हेर्न सक्नुहुन्छ मौसम यस्तो छ मौसम अझै खुलेको छैन रातभरि पानी परेको छ यो वारिपारी झर्ना यसरी हामी चाहिँ सुतेको थियौँ हामी चाहिँ यहाँ है त टेन्टमा हामीलाई सुत्न पर्ने स्पेस नहुँदाखेरि टेन्ट त के मान्छेहरू यहाँ पनि सुत्छन् भन्दै हुन्थ्यो दाइले स्पेस नहुँदाखेरि अब दसैँपछिको भिडभाडमा हामी चाहिँ रातभरि निन्द नलाएर स्याल कराएर यार स्याल कराएर यार इनोले व्यवस्था राम्रै थियो सुत्यो बेडहरू राम्रै थियो र यो यहाँ चाहिँ न्यानो पनि मजाको न्यानो थियो है त सुत्नु चाहिँ मजाले सुत्यो तर रातभरि पानी पऱ्यो बिहान पनि मौसम अझै पुरा खुलेको छैन र मौसम कस्तो हुन्छ अब हामी एकैछिनमा निस्किनेछौँ पञ्चकुण्डतर्फ है त भर्खरै मुख धुँदाखेरि पानी छुन सक्ने छैन अझै ब्रस गर्दाखेरि कोलगेटले झन् मुख चिसो गराउने मुख खुल्ला गर्ने स्थिति छैन रे त्यस्तो चिसो छ पानी यहीँ अब यहाँबाट माथि जान चाहिँ कस्तो हुने हो कसैले यहाँ तातो पानीले मुख धोइरहन् कोही मुख नधोइकन कफी खाँदैछन् अनि यहाँ चाहिँ यसरी यहाँ हिमाल पनि भर्खरै देखिन सुरु भइसकेको छ मौसम यस्तो छ र यो चाहिँ खुलेको हामीले दाइसँग कुरा गर्दा चाहिँ यो चाहिँ खुलेको भर्खरै अब फागुन चैतदेखि रहेछ 5-6 महिना मात्रै भएको रहेछ खुलेको स्पेस चाहिँ लगभग 40-50 जना अट्ने स्पेस रहेछ यो एरियामा त्यति धेरै छैन यो बस्नको लागि होटलहरू यो पनि भर्खर भएर रहेछ अब भोलि पर्सिदेखि मान्छेहरू यति भिड हुन्छ अरे कि यहाँ सबै नअटेर उहाँले भन्नुभयो यहाँ परि रह्यो नि त यहाँ पनि आगो बालेर मान्छे 1-2 मान्छे रातभरि आगो बालेर यही पनि सुत्छन् रे है त स्पेस त्यस्तो हुन्छ त्यही भएर बेलैमा सबै कुराहरू बुझेर आउनु होला है त होटलहरूलाई कल गरेर अब बुकिङ गर्नु भन्नलाई कल पनि हुँदैन यहाँ नेटवर्कै छैन अब आफ्नै रिस्कमा आउनु होला है त मान्छेको चाप हेरेर आउनु होला नर्थ एबिसी आउनु चाहने साथीहरू छ है आजको लागि हाम्रो खाजा चना अन्डा है त यो खाएर हामी निस्किनेछौँ अगाडि त यो यहाँको राखेको म्यापमा चाहिँ देखाएअनुसार खोला यहाँसम्म गाडी आउँछ यहाँ पनि होटल छ फुटफुटे वाटरफल यहाँ चाहिँ यहाँ खासै छैन चिया पिउने सन्धि खर्क यहाँ पनि होटल छ हामी बसेको यो ठाउँमा गुप्ताफाट यहाँ पनि होटल छ यहाँभन्दा अगाडि बुस्केट मेलामा पनि होटल रहेछ धर्मशाला होटल पनि रहेछ त्यसपछि हामी आज यहाँदेखि आज हाम्रो टार्गेट यहाँदेखि हामी पुग्नेछौँ यहाँ हिमालयन भ्यू होटलमा पञ्चकुण्डा आज यहाँ बस्नेछौँ भोलि बिहान चाहिँ यहाँ बेस क्याम्प गएर सिधै फेरि फर्केर हामी पुग्नेछौँ भोलि कहाँ लेखेको छ तातो पानी घुमखोलाबाट पनि कटेर भोलि चाहिँ हामी तातो पानी झर्नेछौँ है त तातो पानी कता लेखेको छ मैले भेटाएन यहाँ होटलहरू चाहिँ लगभग रहेछ तर पनि मान्छेको चाप हुँदाखेरि त्यति धेरै स्पेस नहोला भन्ने जस्तो छ है त अब चाहिँ हामी यहाँ होटलबाट बिदाइ भएर सबैजना यसरी ट्रेकिङको लागि बिहान 9 बजे अब पञ्चकुण्डको लागि निस्किनु लाग्यौँ पञ्चकुण्ड कति बेला पुगिन्छ म तपाईँहरूलाई स्याट्ट भिडियो बनाएर हाल्नेछु अब हाम्रो यात्रा यतातिर लाग्यो है त ल टोली अब यसरी अगाडि बढ्न थालिसक्यो है त सबैजना कसैको अझै पनि फोटो सुटिङ चलिरहेको छ वा ल हाम्रो ट्रेकिङ हिँडिसकेको छ हामी यसरी हिँडिरहेको छौँ र हिँड्दै पछि हामीलाई यिनीहरूले घेर्न सुरु गरिसकेको छ ल हामी आइराखेको छ टोली 3 जना हामी बढिरहेको छौँ अरू केटाहरू कोही पछि छन् कोही अघि छन् र हामी आउँदा आउँदै यसरी यो सिन भएको स्काई केभ छ अरे यहाँ चाहिँ स्काई केभ छिर्न त के सकेला हिँडेरै फुर्सद छैन यता माथि जाने कहाँ पुरै पहिरोले
खतम परेको 500 मिटर माथि रहेछ जान सक्ने स्थिति छैन रातभरि पानी परेको हामीले यस्तो मौसम विटनेस गऱ्यौँ नि सायदै कसैले गर्न सक्ला यो त स्केलमा हामीले देख्यौँ के म्याड हो नि होइन म्याड हो नि त यार यो हो के हेर त ओहो यो तोडेर खान पाए त मजा आउँथ्यो होला नि यहाँ फेरि एकजना क्याम्पिङ बसेर छ यस्तो ठाउँमा एक्लै यात्रा यसरी चलिरहेको छ यसरी तपाईँहरूले हेर्न सक्नुभयो र हामी यहाँ साथीहरू यसरी हिँड्दा हामीले त्यहाँ म्याड हनी पनि देख्यौँ र सिन त अब के कुरा गर्नु यसले क्याप्चर गर्न सक्छ र यस्तो बवाल छ मौसम एकदमै दामी कुहिरो लागेछ यताबाट फेरि पुरै आइरहेको छ वा जस्ट अमेजिङ बहुतै बवाल आफूले सिधै हिँड्न सक्ने छैन बाटो यस्तो अप्ठ्यारो छ यस्तो छ है त त्यही पनि मैले तपाईँहरूलाई युट्युबमा हाल्नको लागि भिडियो खिचिरहेको छु ब्याकग्राउन्डहरू तपाईँहरूले सब देख्नु भएको छ जताततै यसको ब्याग देखाइदिनु टुरुरुरु यो 0.5ले हानेको है अनि नत्र यो 1.ले हानेको नि पाहाडहरूको तपाईँहरूले हेरेर नसकिने ठुल्ठुला पाहाड छन् कत्रो छन् भन्ने भनेर साध्य छैन है त ल यहाँ चाहिँ फोटो खिच्ने जक्सन है त पोज दिइरहन् कसरी ल खिचिरहन् अब भ्यू र सिन यो मोबाइलले कहाँ भेटाउँछ र यो सब यो कुहिरोको पछाडि सब पुरै सिन छ पुरै हिमाल छ ठुल्ठुलो पहाड ओ भाइ साहब त्यतै अगाडि न यो हाम्रो ट्रेकिङ ग्रुप है त यसरी 8 जना मध्ये 4 जना मात्र यहाँ भेट भएको छ अरू टोलीहरू कहाँ पुगिसक्यो थाहै छैन है त अब यति टोली मात्रै हाम्रो अहिले सँगसँगै छ 3 जना अगाडि बढिसकेको छन् 2 जना पनि भर्खरै आउँदा भेट भयो जस्तै गर्दै चलिरहेको छ र अब हामी फुटकट मेला पुग्दैछन् 20 मिनटमा है त 20 मिनटमा फुटकस मेला भन्ने पुग्नेछौँ पारी त्यस्तो फेरि या त कोही गएकै छैन अहिलेसम्म पारी यसरी झरनाहरू दामी देखिरहेको छ है सब यही जम्मा भएर यो खोला बहुतै ठुलो भएको छ है त म तपाईँहरूलाई अब एउटा दामी भ्यू देखाउँछु है हामी बिस्केट मेला आइसकेको छौँ सब साथीभाइहरू अगाडि बढ्यो हामी 2 जना दाजुभाइ मात्रै लास्टमा परेको छौँ हामी बिस्तारै हाल्नुपर्ने राम्रो फोटो भिडियो तपाईँहरूलाई देखाउनु पऱ्यो नि ल हामी चाहिँ बल्ल बिस्केट मेला आइपुग्यो साथीहरू सब अगाडि लागेको छन् हामी पनि अब साथीहरूलाई भेटाएर यहाँ चिया नास्ता खाएर हिँड्दैछौँ हामीलाई चाहिँ यहाँ बिस्केट मेलासम्म आउन 2 घन्टा लाग्यो 1 घन्टा त हामी बाटोमै बिल्यौँ त्यही भएर है त ल चिया नास्ता खान बसेको ठाउँमा हामी चाहिँ 3 जना साथीहरू धेरै जाडो भएर आगो ताप्दै किल्लीमा तातो पानी तातिरह ठाउँमा यस्तो व्यवस्था पनि छ है अन्जुर्लभ एकदम मजा आयो कि मजाले आउँदाखेरि
ग्लोभ्स स्लोभ्स यताउति न्यानो कपडाहरू बोकेर आउनु होला। उहाँलाई अलि डिटेलमा थाहा छ भन्नुहोस् त के चाहियो रे अनि के असुविधा हुने रहेछ यसो भन्दैन इन्फर्मेसनको लागि पनि के छुटे पार के हुने रहेछ सबै भन्नुहोस् त छुट्ने कुरा भन्नाले पनि इन्फर्मेसन के दिन चाहन्छु भने हाई अल्टिट्युड भएको हुनाले लेक लाग्नेहरूले चाहिँ अहिले विचार गरेर त्यो अनुसारको ड्रेसहरू प्याकिङ गरेर हैन अब बाक्लो कपडा फेरि ऊ साथीको चाहिँ बाक्लो कपडा छुटेछ हल्का पातलोमा धेरै दुःख पायो साथीले त्यही भएर आउनेहरूले चाहिँ बाक्लो कपडा लिएर आउनु होला। कुहिरो लाएर किन यस्तै भइरह है त पुरै कुहिरोले ढकेको छ साइडमा खोला भएको छ। हामी हिँडिरहेको छौँ शीतलहर पुरै लागेको छ है एकदमै पानी जस्तो शीतलहर लागेको छ मौसम यस्तो छ खोला यसरी बगिरहेको छ हेर्नुभएको छ तपाईँहरूले सबजना सुस्त तर यहाँदेखि यो माथिदेखिको ट्रेकिङ चाहिँ अलिकति सजिलै खालको ट्रेकिङ रहेछ तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँनिर बाटोहरू पनि सिँढीहरू जस्तो त्यस्तो डेडली देखिँदैन ट्रेकिङ चाहिँ माटोको बाटोहरू जस्तो सिँढीहरू ठाडै नचढ्नु पर्ने अलिअलि उकालो अलिअलि तेर्सो तर मौसम पनि बहुत दामी भएको हुनाले हामीलाई ट्रेकिङ गर्न चाहिँ बहुत मजा आएको छ है एकदमै नसोचेको मुभमेन्टहरू भइराखेको छ है त हेर्न सक्नुहुन्छ ब्याकग्राउन्डमा सबै खोला यता माथि यो के हो ठुल्ठुलो ढुङ्गाहरू जस्तो अड्डिराखेको रहेछ वा ट्रेकिङमा हेर्न सक्नुहुन्छ यहाँको भ्यूहरू खोला ट्रेकिङको साइडमा उता खोला छ यता पानी बगिरह यसरी ढुङ्गाको बिचबाट पानी गइरहेछ है त एकदमै यहाँनिर फेरि ब्याकग्राउन्डमा पनि देख्नुभयो भ्यू यता पनि एकदमै दामी देखेको छ अनि यतापट्टि खोला छ यतापट्टि यस्तो तपाईँहरूले यो क्यामेराले नदेख्न सक्ने भ्यू त्यसमा त्यो कुरो सब चिज नेचुरल छ क्या कसैले ढुङ्गासुङ्गाले चलाएको पनि छैन सब आफ्नै बाटो बाटिने छ बाँकी नेचर आफ्नै तरिकाले हिँडिरहेछ यो ढुङ्गाहरू मानौँ कसैले ल्याएर ट्याप्प राखे जस्तो देखिन्छ कुनै बल जस्तो गोलो देखिएला कुनै गिटार जस्तो उभिएको देखिएला र यसरी अनि यो ढुङ्गाहरू यति ठुलो छ कि यो तपाईँहरूले अन्दाज गर्न सक्नुहुन्छ त्यहाँ हाम्रो साथी एकजना उभिनु भएको छ साइडमा उहाँलाई हेर्नुहोस् र त्यो ढुङ्गाहरूको साइज हेर्नुहोस् एकदमै ठुल्ठुलो छ है त्यो साइजहरू यो भिडियोमा सानो देखिए पनि बाटै देखिरहेन कता जाने भनेर दुईवटा ढुङ्गाबाट गुप्तर यसरी यो झरनामा पानी खाएर हामी चाहिँ अगाडि बढ्यो है त यसरी पानी खायौँ यतापट्टि चाहिँ यत्रो खोला रहेछ यतापट्टि पानी पिउँदै है त अब रेनकोट लाएर हिँडाइ यस्तो भयो त यहाँ पछि चाहिँ शीतलहर भन्दा पनि पानी नै पर्न थालेको हुनाले हामी सबैजना साथीहरूले रेनकोट लगाएर अब रेनकोट लगाएर पानीमा हल्का फुल्का भए पनि भिज्दै हामी अगाडि बढ्यौँ है त ट्रेकिङको लागि मौसमले एकदमै रूप फेरेको छ एकछिन घाम लाग्छ पानी पर्छ कुहिरो लाग्छ मौसम एकदमै चेन्ज भइरहेको छ है त त्यताबाट उकालो चढ्दै अहिले चाहिँ हामी लगभग टपतिर जस्तो फिल भइरहेको है हामीलाई पञ्चकुण्ड यहाँबाट नजिकै छ कि पञ्चकुण्ड लेट्स सी यहाँनिरको चाहिँ अलिकति उकालो ठाडै उकालो रहेछ तर पनि हामी आइयो है त काक्सु के लेखेछ काकभुसुन्डी डाँडा 4060 मिटर है त 4060 मिटरमा आइयो हामी फाइनली हामी चाहिँ पञ्चकुण्ड लेक पुगिसकेको छौँ है त यस्तरी तपाईँहरूले हेर्न सक्नुहुन्छ कठिन बाटो यात्रा सब पछाडि हेर्नुभयो भने यस्तो छ पछाडि सब कटाएर हामी आइयो पञ्चकुण्ड लेक है त यस्तो दामी लेकी हेर्न सक्नुहुन्छ यहाँ सायद हाम्रो बसाइ आज यतै होला र हामीलाई यहाँ आउन 9 बजे हिँडेको लगभग 4.5 घन्टा चाहिँ हामीलाई लाग्यो है त हामी भुल्दै आएर पनि होला 1-1.5 घन्टा बाटोमै भुल्यो तर फाइनल्ली हामी चाहिँ पञ्चकुण्ड लेक पुगिसकेको छौँ है त उतातिर आइस पनि देखिरहेको छ हिउँ पनि देखिएको छ हाम्रो बसाइ सायद यता होला
फाइनली पञ्चकुण्ड लेक आज हामी पुग्यो। भोलि हामी जानेछौँ कहाँ भन्दाखेरि बेस क्याम्प ट्रेकमा है त। पञ्चकुण्ड लेकलाई म तपाईँलाई नजिकै गएर पनि भिडियो बनाएर देखाउने छु है त। यो चाहिँ बेस क्याम्प है त। यस्तरी टेन्टहरू यति छ, यहाँदेखि माथि कहाँ हो हेर्नु है पाहाडहरू। हाम्रो साथीहरू एउटै यो टेन्टमा 8-8 जना छिराउने अरे। यो चाहिँ झन् ठुलो टेन्ट रहेछ, 20 जना अट्ने। ल है फाइनली हामी पञ्चकुण्ड लेक पुगिसकेको छौँ र यहाँको मौसम आज ठिकै छ, हल्का खुल्लो छ। आज यहाँ ट्याक्क हेर्नुहुन्छ टेन्ट हामीले ओके गरिसक्यौँ। अब हामी पञ्चकुण्ड लेकमा च्याट्ट फोटो खिच्न गइन्छ है त। भ्यू सबै कुहिरोले छेके पनि हामीहरू दुई दाजुभाइ लेकको नजिकै गएर बाटोभरिको ट्रेकिङको यात्राको बारेमा गफ गर्दै लेकलाई निहाल्दै है त। ल यो मौसम बेस क्याम्पको पुरै कुहिरो नै कुहिरोले ढकेर केही नदेखिने खालको भइसक्यो है। हेर्दा हेर्दै यस्तो भइसक्यो। जाडो छ अब मौसमले साथै यस्तै भयो, दिन्छ दिन्न भोलि साँझसम्म दियो भने हेर्नु होला। हामी त अझै मौसम सफा भयो भने आजै माथि बेस क्याम्प पनि गएर फर्किने कि भन्ने सोच थियो। 2 बजे हामी यहाँ पुगिसकेको थियौँ, तर मौसम यस्तो भएपछि कहाँको बेस क्याम्प जाने। यस्तो भयो त फाइनली हामी चाहिँ यो अन्नपूर्ण फर्स्ट बेस क्याम्प भनेर हालेको छ। 4050 मिटरमा हामीले पुग्यो। योभन्दा माथिको ट्रेक भोलि हुनेछ। भोलि हामी फर्केर फेरि तातो पानी झर्ने बेलामा चाहिँ मजाले एकैछिनमा तातो पानी झर्नेछौँ। बस्नको स्पेस चाहिँ यहाँ चाहिँ दसैँभन्दा अगाडि हाम्रो समय नै त्यस्तै भएर पाइएको छ, तर दसैँ पछाडि चाहिँ के हुन्छ थाहा छैन। कपडाहरू चाहिँ आउने इच्छा भएको साथीहरूले बाक्लो लाएर आउनु होला है त। है तास चलिरहेको छ यहाँ। हिजो भुटेर बसेको मान्छे बोनस सकेर बसेको हामी कुण्डमा भन्छ ल सब। यसरी नै तास खेल्दै एकछिन गफ गरेर हामी खाना खाएर त्यस रात हामीले यही टेन्टमै बितायौँ है त। हेलो गुड मर्निङ फ्रम कुण्ड अरे पञ्चकुण्ड होइन, अन्नपूर्ण फर्स्ट बेस क्याम्प पञ्चकुण्डबाट हामीले यहाँबाट बिहान मर्निङमा अझै त्यति मौसम सफा त छैन, तर पनि हिजो तपाईँहरूले देख्यो भने त आज चाहिँ चारैतिर हिमाल हेर्नु है। यो क्यामेरा घुमे पछि हिमाल छ। यो साइड पनि भर्खरै कुहिरोले ढक्दैछ। यता त कति हल्को रहेछ यार। यो सबै हिमाल छ, आँखाले देखे जति लगभग सबै हिमाल छ। ट्रेनमा सुत्यो, मौसम चाहिँ ठिक थियो, तर अहिले बिहान हामी बेस क्याम्प यो चढ्ने भनेको मौसम फेरि खराब भइसकेको छ है। फेरि कुहिरो लागिसकेको छ, अलिअलि घाम लाग्छ कि भनेको फेरि मौसम फेरिसकेको छ एकदम ऱ्यापिडली। त्यसैले गर्दा बेस क्याम्पसम्मको ट्रेक हुन्छ भने बेस क्याम्प पनि यही नजिकै रहेछ। कुहिरोले देखेछ नि अरे यतै तपाईँको यो एरियामै यति नजिकै रहेछ। बेस क्याम्पबाट हेर्ने भनेको पञ्चकुण्डको भ्यू, त्यो साइडबाट चाहिँ त्यो पल्लो साइडको हिमाल र ताल देखिने रहेछ हुनलाई। तर पनि मौसमले फेरि रूप बदलिसक्यो है। बिहानको 6 बजेको छ, 15 मिनट अगाडि मौसम अलिकति सफा थियो, 15 मिनट पछाडि फेरि कुहिरोले सब ढाकेर यस्तो बनाइदिएको छ है त। त्यही भएर लेट्स सी अझै आधी 1 घन्टा मौसम क्लियर भयो भने हामी बेस क्याम्पतिर पनि यसो चढ्नेछौँ। अब त्यहाँ कुहिरोको बिचमा गएर बेस क्याम्पमा गएर केही देखिँदैन नाइ भने हामी चाहिँ यहाँबाट फेरि रिटर्न ब्याक टु तातो पानी रिटर्न ट्रेकमा फिर्ता हुनेछौँ है त। ल है मौसमले साथ दिँदैछ, मौसम खुल्दैछ, सफा हुँदैछ। त्यसैले हामी चाहिँ हाम्रो टोली बेस क्याम्पतर्फ हामी उक्लिँदैछौँ है त। अब एकछिन उक्लेर हेरौँ के छ नजारा, त्यसपछि झरेर हामी चाहिँ ऱ्यापिडली तल झर्नेछौँ है त। लेट्स होप फर द बेस्ट क्लाइमेट। है पञ्चकुण्ड लेक यही हो, बाटोमा देखिरहे पानी यतैबाट। हामी यही लेकको साइड भएर अब बेस क्याम्पतर्फ जाँदैछौँ है त। ल हामी यस्तरी ढुङ्गाको बाटो, पत्थरको बाटो
चढिराखेको छौँ बेस क्याम्पको लागि। मौसम एकदमै बवाल खुलिराखेको छ, दामी मौसम आएको छ। लेट्स होप फर द बेस्ट भ्यू है त। हेर्न सक्नुहुन्छ ब्याकग्राउन्डमा छ, तपाईँहरूले मेरो ब्याकग्राउन्डमा हिमाल देख्नुभयो होला सलक्क। र बेस क्याम्पतर्फ चढ्दै गर्दा बिचमा यो ठाउँ चाहिँ एकदमै पिसफुल ठाउँ थियो। यहाँ चाहिँ म धेरै बेर बसेँ। यहाँको सिनहरू हेरेर न आँखा थाकियो न मन भरियो है त। यहाँ 2-4वटा टिकटकको लागि भिडियो, युट्युबको लागि भिडियो पनि बनाएर म धेरै बेर यो ठाउँमा बसेँ है त। है यात्रा कठिन छ, कठिन छ यात्रा। ल फाइनली हामी अन्नपूर्ण फर्स्ट बेस क्याम्प चाहिँ पुग्यो है त। 4190 मिटर हाइट। यहाँबाट देखिने यो लेक, माथि हिमाल र यो लेक। मौसम अँध्यारो भइसकेको छ है त। यो हामी आयौँ अन्नपूर्ण बेस क्याम्प। कुहिरोले पुरै ढाकिसकेको छ हिमालहरू। यतापट्टि यो ताल चाहिँ एकदमै निलो र सफा है। अनि यताबाट हामी बसेको पञ्चकुण्डमा होटलहरू भएको छ यहाँनिर है त। यो सबै चढेर हामी यहाँसम्म आएको छौँ है त। यो हाम्रो इन्डिङ पोइन्ट बेस क्याम्पको फर्स्ट बेस क्याम्प। मौसम सफा भएन, मौसम सफा भएको अझै अगाडिसम्म जानुहुन्थ्यो, तर मौसम सफा नभएको हुनाले हामी यहीँबाट फेरि रिटर्न ब्याक हुनेछौँ है त। ल है मौसम दामी खुलेको छ, घाम च्याक्क लागेर उज्यालो भएको छ है, पोल्ने घाम लागेको छ। हामी चाहिँ लक्की इनफ टु विटनेस दिस है त। बवाल। अब यहाँको भ्यूलाई त के भन्नु, यो सिनलाई के भन्नु। चारैतिर हिमालै हिमाल छ। आहा बवाल भ्यू फ्रम बेस क्याम्प, फर्स्ट बेस क्याम्प है त। टपबाट देखिने म तपाईँहरूलाई अब भ्यू देखाउँदैछु है त। एकदम दामी मौसम खुलेको छ र तपाईँहरूले अब यो भ्यू घर बसी हेर्नुहोस् है। अझै पनि यो क्यामेराले त्यत्रो कैद गर्ला नगर्ला जस्तो देखिएको छ, तर पनि म तपाईँहरूलाई कोसिस गरेँ है त। लेट्स स्टार्ट फ्रम दिस साइड। आहा हिमाल है त। यताबाट हिमाल, यताबाट हिमाल, अन्नपूर्ण बेस क्याम्पको बोर्ड। यतापट्टि पुरै हिमाल खुलिसकेको छ, दामी दामी। यतापट्टि हिमाल। यसलाई म जुम आउट गरेर देखाइदिएँ। आहा ल हेर्नुहोस्, वाउ यस्तो बवाल भ्यू ल हेर्नुहोस् है। ल हामी चाहिँ अब बिस्तारै बेस क्याम्प, फर्स्ट बेस क्याम्पबाट तल फेरि अघि बसेको होटलतिर झर्दैछौँ पञ्चकुण्डतिर। यहाँको यो हेऱ्यो भने यो तालमा भएको तपाईँहरूले यो आइसै देखिँदो रहेछ है त। यो आइस नै पुरा नपग्ली पऱ्यो, सबै ढुङ्गा होइन, कुनै आइस छ कुनै ढुङ्गा छ है त। यसरी चिसो भनेपछि यो पानी कति चिसो होला आफै अन्दाज गर्न सक्नुहुन्छ। अहिले फिलहाल तालको छेउछेउबाट हिँडेछौँ। पानी एकदम चिसो छ, यो आइसहरू पग्लेको छैन, घाम लागे पनि पानी चाहिँ एकदमै चिसो छ है त। यहाँनिर ताल गहिरो रहेछ, यहाँनिर अलिकति निलो देखि हेर्न सक्नुहुन्छ है। वा गहिरो रहेछ है यता, हेर्न सक्नुहुन्छ नजिकैबाट ताल। यही पनि जान्छ होला, खुस्छ हुन्छ होइन। ल 1 2 3 दाइ। ल हो ल हो पारिदे गएन है, गुप्लुक्क गएन। ल ए गयो। ल हाम्रो दाइ अब सिरियस हो अब।
र पानीको नजिकै गएर भिडियो बनाउँदै मलाई चाहिँ के जोस उठ्यो र म चाहिँ गएँ पौडी खेल्न है त त्यो पानीमा। पौडने इच्छा टाढैसम्म भए पनि पानी धेरै चिसो भएर मैले चाहिँ स्वाट युटर्न हानेर निस्किहालेँ त्यो पानीलाई। अझै छिटो हान्दिनु भयो दाइ। जम्प हानेको कस्तो फिल भइरहेको? मजा आयो। फ्रेस हाने दाइ? बहुत चिसो छ। अनि त्यति बेला ननिस्केको पो भित्रै जाम हुन्थ्यो। अनि यस्तो छ त नि आइस भएको पानीमा दाइ। अनि मजा आयो। मजा नि दाइ। ल हामी फर्क्यौँ है त। अब हामी यो बेस क्याम्पबाट फेरि ट्रेकिङ गर्दै हामी अब तातो पानीतर्फ झर्दैछौँ है त। ल हिँड्नु साथीहरू, अगाडि हिँड्नु। ल ल जान लाग्दैखिनु पर्यो नि त। ओके ल हामी चाहिँ फर्किँदैछौँ माथिबाट होइन। अनि बाटोमा भेट्नेहरूलाई ट्याङ्क खुट्टा डुडो बनायो भने लगेर पनि के कस्तो कस्तो रियाक्सन आउने रहेछ है त। ओहो कसरी हो पुग्ने? यस्तो ठाउँमा पनि आउने है। ओहो कति दुःख हो। गाउँको पोखरी हेरेर टिक्यो दाइ। बहुत दुःख पाइयो यार माघे सुन्दै है यार। त्यहीबाट यहीँ झर्न 2.5 घन्टा लाग्ने पनि यार। ओहो 2.5-3 घन्टा लाग्छ तल पुग्न पनि तपाईँ 2 घन्टा त लाग्छ। बिस्तारै जानुहोस्। अब त बाइक जहाँसम्म आउँछ त्यहीसम्म हिँड्नुपर्छ। ओहो यस्तो बाटो नि कोही हिँड्छ? 2 घन्टा त पुग्यो नि यार। ठाडै छ कि यहाँदेखि माथि मेन यार। गाह्रो मेन माथि यहाँदेखि माथि छ कि यार। ओहो यो ठाउँ त आउनुहुन्न, फर्केर आउनु। त्यो लास्टै दुख्यो है खुट्टा। त्यो ठाडै छ कि यहाँदेखि माथि जति माथि गयो उति ठाडो छ यार। 2 घन्टामा पुग्यो लाग्यो। एकजनाले त लामो सास फेरि के अरे 2जनाले सल्लाह गरेर अरे फर्किनु बस्ने भनेर। अब नर्मल हिँडाइ अझै पनि के बानी लाग्यो क्या तँलाई? नर्मल ल बस। ल है जाँदाखेरि मौसम त्यस्तै थियो, खिचेन। फर्किँदाखेरि मैले तपाईँहरूलाई यहाँ एउटा पुल अलिकति हाइटमै छ है। उतापट्टिबाट ठुलो खोला आइरह सुन खोला। यहाँबाट ट्र्याक्टर यताबाट लगभग ठुलै खोला बगिरह। पुल चाहिँ अलिकति डेली नै छ है। यस्तो छ हो भाइ त। हाइट नभएको डर लाग्ने है त। यो चाहिँ सुन खोला अरे। जाँदाखेरि मौसम खराब भए पनि फर्किँदाखेरि चाहिँ सफा मौसम भएको भरपुर फाइदा लिँदै हामी चाहिँ बिस्तारै ओह्राली लाग्यौँ है त। हाम्रो देशमा पानी त कति छ कति उता खोला त्यस्तै बगिरह। यताबाट झरना त्यस्तै आइरहेछ। एकदमै बवाल है त। र ट्रेकिङ गरेर फर्किँदै गर्दाको कुरा गर्नुपर्दा हाम्रो ट्रेकिङ चाहिँ एकदमै बवाल राम्रो भयो त। मौसम एकदमै चेन्ज भइराख्यो ऱ्यापिडली। खराब मौसम देखियो, राम्रो मौसम देखियो, तर पनि ट्रेकिङ एकदमै दामी भयो। खोलाको छेउछेउ हरेक घुम्ती पछाडि हामीले अलग अलग सिनहरू देख्न पायौँ र हामीलाई चाहिँ एकदमै मजा भयो यो चाहिँ यो ट्रेकिङ। ल है त फाइनल चाहिँ हामी फेरि यो झरना भएको ठाउँमा आइपुगेछौँ रिटर्न। र हामीलाई चाहिँ बेस क्याम्पबाट लगातार ननस्टप हिँड्दाखेरि 9:30 बजी हिँड्नु एक ठाउँ चौधो रोकियो होला। त्यसबाहेक हामी लगातार हिँड्दाखेरि 10, 11, 12, 1, 3.5 घन्टामा हामी चाहिँ यो झरना भएको ठाउँसम्म चाहिँ
आइपुग्यो है त। अब यहाँबाट चाहिँ म्याक्सिमम् 1 घन्टा लाग्ला। 4.5 घन्टामा चाहिँ बस्दाखेरि लगातार स्टे गर्नु भने चाहिँ 1 घन्टा चाहिँ जाउको नास्ता खाएर पुग्दा हामीलाई समय लाग्छ त। अब चाहिँ हामी यहाँबाट तातो पानीको लागि झर्नेछौँ। पानी परिरहेको छ, रेनकोट ओढेर हिँडिराखेको बाटोमा पनि यहाँ फेरि पानीले भेट आयो त। यो झरना तपाईँहरूलाई म जाँदा देखाएको थिएँ, यो आउँदा पनि एक सर्ट हेर्नुहोस्। र झरनाबाट तल ओर्लिँदै गर्दा हाम्रो नजर गयो ढुङ्गामा, र यो ढुङ्गा चाहिँ सिङ्गो ढुङ्गा बिचबाट कस्तो मजाले चिरिएको थियो त। एकदमै ठुलो ढुङ्गा। एक त त्यो बाटो, त्यसमाथि पानी परेको मौसममा हामी त्यसै डराइ झर्दै थियौँ र हामीले अगाडि के देख्यौँ हेर्नुहोस् है त। हामी चाहिँ माथिबाट फर्किँदाखेरि यहाँनिर अगाडि जिपबाट झर्दै थियौँ तातो पानीको लागि, तर अगाडि पहिरो गयो अरे है त। पहिरोलाई कसरी हट्ने यस्तै बाटो ब्लक भएको छ त्यहाँनिर। बाटो खोलाले कसरी जाने हो यस्तरी यहाँ ब्लक भएको छ त्यो बाटो। पहिरो झरेछ ठुलै। अब यहाँबाट यत्रो टाढो छ, तल कहाँ यस्तो ठाउँमा पुरै पहिरो गएर बाटो ब्लकै। यतापट्टि 2टा गाडी फस्यो है, यतापट्टि पनि 3-4वटा गाडी लगभग फसेको छ है त। हेलो, हामी चाहिँ छौँ आज तातो पानीमा, र हिजो चाहिँ हामीलाई आउँदा आउँदै ढिलो भयो। पहिरो र मैले देखाएकी थिएँ, पहिरोले रोकेको हुनाले पछि बाटो चाहिँ हामी चाहिँ उताबाट माथि जाने गाडीले जहाँबाट हामी आइथ्यौँ त्योमा अरू माथि गए, एक्सचेन्ज गरेर फेरि तल झर्ने गाडीमा हामीहरू तल झऱ्यो। राति ढिलो भयो। हामी अस्ति बसेको लास्ट टाइम बसेको होटलमा ब्यागहरू सबै त्यही राखेको थियो, तर त्यो पनि प्याकै झर्दाखेरि। अनि यता साइडको होटलमा चाहिँ हामीले बल्ल बल्ल रुम पाएर हिजो राति हामी यहीँ बस्यौँ। स्कर्पियो त कताको लागि चढ्दै हो र? गाडी स्कर्पियो कताको लागि चढ्दैछ। र हामी चाहिँ अब आज यहाँदेखि पोखरातिर गएर बसिन्छ, र पोखराबाट चाहिँ सायद भोलि बुटुलतिरको यात्रा हुनेछ है त। र हामीलाई चाहिँ यो यात्राले, हामी जुन अहिले ट्रेकको यात्रा गऱ्यो त्यसले चाहिँ हामीलाई के कुरा सिकायो ल? दुर्लभ साथीले भनिदिनु पर्यो के छ ल? यात्रामा चाहिँ एकदम तपाईँहरूले चाहिँ एयरप्रुफ र वाटरप्रुफ ड्रेसहरू बढी प्रयोग गर्नु होला भित्र इनर। अनि यहाँ तलदेखि चाहिँ बाइक चाहिँ माथिसम्म हुम्खोलासम्म नजाने हुँदा तपाईँहरूले चाहिँ सकभर यहीँको जिप पर पर्सन रेटले लगाएर कम्पलसरी जिपमै जानुहोस्। बाइकमा जाँदै नजानुहोस्। बाइकमा जानुभयो भने पछि दुःख पाउनुहुन्छ। पर पर्सन 1000ले जिपले जित्ला हैन, तर बाइक लिएर गयो भने एक त जान सकिन्न, अर्को कुरा कति खर्च निकाल्छ थाहा छैन। भर्खर पनि 20,000 खर्च गरेर बाइक झारेछ। हामीले देख्दै 2 जनाले झारिसकेन। ल त्यो हुम्खोलाबाट चाहिँ मजाले ट्रेकिङ हिँड्दै जानु होला, र बिचमा गुफा फाटसम्ममा पुग्ने गरी त्यहाँ पुगेर बस्नु होला। तर जाँदाखेरि कन्ट्याक्ट गरेर ठाउँ मिलाएर बस्ने व्यवस्थाहरू माथि फोन सम्पर्क छैन। जाँदाखेरि जुन फर्स्ट स्टेपमा भेटिन्छ त्यही बस्दै हिँड्दै गरे हुन्छ। सुत्ने चान्स पायो भने सुतिहाल्नु होला। फेरि तास खेल्ने चक्कर खाने चक्करमा लाग्नुभयो भने निद्रा पनि पुग्दैन, भोलि बिहान हिँड्न पनि सक्नुहुन्न। आगो पाए पनि तापिहाल्नु उहाँ साथी चाहिँ नपुगेर वहीँसम्म बाइक जान्छ है केटा हो। माथि पुग्नै सकेन, वहीँसम्म बाइक जान्छ। सकभर चाहिँ तपाईँहरूले चाहिँ लाइटर भन्दा पनि माचिस बोक्नु होला। लाइटर चाहिँ अल्टिट्युडमा बोल्दैन, त्यो भएर माचिस चाहिँ ग्रुपमा चाहिँ 1-2 जनाले माचिस चाहिँ प्याकेट राख्नु होला। ल धन्यवाद।